हेलो गाइज, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। के गर्दै हुनुहुन्छ? म चाहिँ आज सानीमाको घर जानु लागेको दार्जिलिङ। के कस्तो गर्दै हुनुहुन्छ, कता कता हुनुहुन्छ, दसैँ कतिको लागेछ? भगवान्, उकालो चढ्नुपर्छ थोडा बहुत। बाहिर म जानु लाग्छौँ। यस्तो घाँसै घाँस छ है। कता कता हुनुहुन्छ? सानीमाको घर दार्जिलिङ हो। त्यो पछिको देखेको अर्खाबाङ चाहिँ पानी पर्न लाग्छ आज त। हिजो हुँदी त घाम लाग्यो, घाम निस्क्यो त पानी पर्ला जस्तै गरेछ आज त। त्यो पारेको चुकेन देखाउँछ है तपाईँहरूले। यो अर्खाबाङ खासै राम्रोसँग छैन। यो अर्खाबाङ भयो, ऊ त फेरि चुकेन, थोडा अँधेरो छ न, पानी पर्न लाग्छ, त्यही भएर राम्रोसँग देखेको छैन। यस्तो धमिलो देखियो भाइ। पानी पर्न लाग्छ, त्यही भएर ऊ त फेरि के भन्छ अरे भाइ, त्यहाँ एक पाटे भन्छ क्या, पता नै के भन्छ, मैले त बिर्सेँ। यता चाहिँ म्यालै भन्छ सायद टोपी। यो हाम्रो स्कुल। पानी पर्न लाग्छ न, त्यही भएर राम्रोसँग देखेको छैन।